हेलो साथीहरू, दर्शक नमस्ते है सबैजनालाई। म आज फेरि ड्युटी आइसकेको छु साथीहरू, तपाईँहरू देख्न सक्नुहुन्छ। सो ड्युटी चाहिँ नाइट ड्युटी छ होइन, नाइट ड्युटी छ। तर नाइट ड्युटी म चाहिँ फाइदा र बेफाइदा पनि हुन्छ क्या। फाइदा चाहिँ अब राति बोसहरू हुँदैन होइन, राति बोसहरू हुँदैन, आफ्नो काम मजाले गऱ्यो होइन, त्यसो यताउता प्रेसर हुँदैन। अनि डेमा चाहिँ के हुन्छ भने प्रेसरहरू हुन्छ, किनकि टेन्सनहरू हुन्छ, बोसहरू आएको गर्छ बेला बेलामा, अनि भिजिटरहरू आएको गर्छ, धेरै कुराहरू सेफ्टी, धेरै कुराहरू फलो गर्नुपर्छ सेफ्टीहरू होइन। त्यही भएर चाहिँ राति म चाहिँ अलिकति निदको मात्रै भन्ने हो होइन। तर दिउँसो भन्दा चाहिँ, बिहान भन्दा चाहिँ, डे भन्दा चाहिँ नाइटै ड्युटी चाहिँ राम्रो हुन्छ कि होइन। त्यही भएर चाहिँ हाम्रो फेरि 2 हप्ता नाइट 2 हप्ता डे चाहिँ गराउँछ होइन। अब 2 हप्ता हामीले नाइट गरेर अब फेरि डेमा जानुपर्छ। त्यही भएर चाहिँ अलिकति निदको चाहिँ ल्याङ भइहाल्छ कि। अब भर्खर पानी परेर हुन्छ नाइटमा होइन, फेरि डे परिहाल्छ। अनि डेमा अब दिउँसो बिहान सुतेको बानी, दिउँसो सुतेको बानी, फेरि राति दिउँसो ड्युटी गर्नुपर्छ। त्यही भएर म्यानेजै मिल्दैन कि, अलिकति झ्याउ भइहाल्छ। नत्र भन्दा डे भन्दा त नाइटै ड्युटी राम्रो खास। त्यही भएर साथीहरू त्यही हो, ड्युटीमा छु जस्तो छ। अब राम्रै छ, ड्युटी पानी पनि ठिक छ, त्यस्तो गाह्रो पनि छैन, त्यस्तो सजिलो पनि छैन होइन, ठिकै छ। किनकि काम पनि छैन, फुर्सद पनि छैन भने जस्तै छ ड्युटी चाहिँ है। ल, यति भन्दै सबैजनालाई जहाँ भए पनि स्वस्थ रहनु होला, मस्त रहनु होला, आफ्नो केयर गर्नु होला भन्न चाहन्छु है। ल, जय नेपाल।